हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म चाहिँ नानीले उठेर 5 बजे, अहिले चाहिँ बिहानको 5:30 भयो। अहिले चाहिँ म बिहान उठेर फुटबल खेल्न जाँदैछु नि। अहिले गएर हल्का वार्मअप गरेर फुटबल खेल्न सोचिरहेको। मलाई डर लागेर हल्का हल्का बिहान के उज्यालो नै भएन। फेरि बल मसँग छ, आएन भने फेरि गेट नै बन्द रहेछ। यहाँबाट चाहिँ त्यहाँ पुग्न 15 मिनट लाग्छ। म चाहिँ लाग्यो घरबाट निस्किसकेँ। यो चाहिँ मेरो सेकेन्ड ब्लग भनौँ न। आज चाहिँ हामी ग्राउन्ड जान्छौँ अब यहाँबाट म डाइरेक्टली। अनि त्यसपछि म हजुरलाई खेलेको भिडियोहरू पनि सबै सेयर गर्छु। पुरै अँध्यारो छ, केही पनि छैन यता। अँध्यारोमा एक्लै बिहान हिँडिरहेको छु म। डर लाग्छ फेरि अरूको डर कुकुर डर लाग्छ। फेरि यहाँको कुकुरले देख्यो भने लकर्छ बिहान टोकिदिन्छ कि भन्ने डर। सुनसान हेर्नुहोस्, सुनसान पुरै। म चाहिँ एउटा कुकुरले अरूबाट हेर्दा चितोमै आज भन्दा मलाई डर लाग्छ क्या, दौडिन हुन्छ भने मलाई। डाउन आएको डाउन केही छैन। म पनि खतरा हो, म पनि मान्छे पछाडि आइरहेको छ। म पनि खतरा हो नि त। म त फेरि उसले टोक्यो भने उल्टै टोकिदिन्छु मैले त फेरि। सुनसान छ फेरि बिहान त कोही पनि हुन्न। हाम्रो नेपालगञ्जमा चाहिँ अहिले चाहिँ बिहानतिर सफा गर्ने मान्छे अङ्कल आन्टीहरू भनौँ न, सफा गर्ने अङ्कल आन्टीहरू रोडमा सफा गर्ने मात्रै हुनुहुन्छ। अहिले चाहिँ कोही हुन्न क्या खासै। अगाडि होइन अर्कै हुनुहुँदो रहेछ। मलाई चाहिँ डर लाग्छ है कुकुरको। एउटै आन्टी भेटिनु बाटोमा। अब म यहाँबाट लाग्छु एकछिन अगाडितिर। आइसकेँ म चाहिँ मेरो फेभरेट लोकेसन भनौँ न। यो चाहिँ एकदम दामी देखिन्छ क्या, रातिको भ्यू चाहिँ एकदम दामी देखिन्छ क्या। अहिले म चाहिँ हल्का अगाडि नै आइसकेँ, अहिले चाहिँ खासै देखिन्न। अनि ऊ चाहिँ हाम्रो डायमन्ड प्यालेस होटेल नेपालगञ्जको राम्रो नै भनौँ, तर रेटिङ चाहिँ राम्रो छैन। सुनसान एक्लै। अब म फेरि बिहानै भ्लगिङ गर्नुपर्छ भनेर बिहानै उठिदिएको। फेरि म त फर्स्ट सुस्ता यत्तिकै आउनु पऱ्यो, यत्तिको त हुनु पऱ्यो जोस। अब म लाग्दैछु, एक्लै हिँड्नु परेछ। मेरो टाढा छ कि 15 मिनट जति लाग्छ, 15-20 भनौँ न, त्यति लाग्छ त्यहाँ पुग्न ग्राउन्डमा। अनि एक्लै हिँड्नुपर्छ। आज चाहिँ मन्दिर देखाउँछु भन्दै थिएँ मैले, बागेश्वरी।
अनि बिहान बिहान आरती हुन्छ कि त्यो देखाउँछु भनिरहेको थिएँ। अब अलि ढिलो हुन्छ कि भनेर गएन। अब भोलि कुनै दिन देखाउँछु, म भोलि देखाउँछु हजुरहरूलाई बागेश्वरीको यता आरती भनौँ न बिहान बिहान। ठुलो त होइन, सानो सानो हुन्छ। म चाहिँ लागिसकेँ, कस्तो भूत बङ्गला जस्तो लाग्छ नि यता। अनि त्यहाँ गइसकेपछि मेरो 101, अनि म त्यहाँ ग्राउन्ड पुगिसकेपछि चाहिँ मेरो 101 नमुना साथीलाई चाहिँ भेटाउँछु है। हाँसो लगाएर मारिदिन्छन् तिनीहरूले त। म चाहिँ ग्राउन्ड पुगिसकेँ नै, यस्तो ग्राउन्ड भन्दैछ यता मेन रोडमा पुगेछ। यता मेन रोडमा बत्ती पनि परेकै छैन, एकदम त्यति राति छ। बत्ती नै बलेन, नत्र बलिरहन्छ बत्ती चाहिँ। त्यो चाहिँ चोक, त्यो चोक अहिले त्यहाँ पुगेपछि देखाउँछु मैले। अहिले चाहिँ भनौँ न कोही नै छैन, शनिबारको दिन सब छुट्टीमा हुन्छन् खासै। यहाँ चाहिँ फेरि हाम्रो यस्तो छ कि नेपालमा हल्का बजेट देखियो भनेपछि फेरि यता यो ट्राफिक लाइट हुन्छ, नत्र फेरि बजेट गइसकेपछि फेरि बन्द भएछ यता ट्राफिक लाइट। त्यस्तो छ नेपालमा। ए हेर्नु अहिले यति नै देखिरह ट्राफिक लाइट हल्का हल्का देखाएर। यहाँ चाहिँ के को बनाएको रहेछ है, हजुर नै पढ्नु होला के लेखेको म चाहिँ रोड क्रस। यहाँ फेरि ट्राफिक लाइट त्यस्तै हो, बजेट आयो भने हल्का हुन्छ होला देखाउनको लागि, नत्र बजेट चाहिँ त्यस्तो खासै बजेट भनौँ न। अब बजेट देखाउनको लागि मात्रै 1-2 हप्तासम्म कतिसम्म चल्छ त्यही नै गर्छन्। त्यसपछि फेरि उइटालो ट्राफिक न के। ए हेर्नु ग्राउन्ड पुरै खाली छ, कोही पनि छैन। अँध्यारो पनि कति अँध्यारो, यो फोनमा चाहिँ हल्का धेरै नै अँध्यारो देखिएछ, त्यति पनि छैन। अँध्यारो त छ। अब म चाहिँ एकछिन ड्रेस खोलेर दौडिन्छु, वार्मअप गर्छु, अनि साथीहरू आइसकेपछि सबसँग भेटाउँछु है। अनि अहिले चाहिँ फेरि डर लाग्छ क्या, यता कुकुरले फेरि आएर झ्याम्मी समातिदिन्छ। यता थाहै हुन्न कि ग्राउन्डमा बसेको हुन्छ, समातिदिन्छ सिधै। डर लाग्छ कि। यहाँ चाहिँ फेरि मैले बनाएको छु कि स्पेसल मेरो ब्यागको लागि। यहाँ झुन्डाउनु परेन, झुन्डाउनु पर्यो, यहाँ त चाहियो यस्तो अड्काउनलाई, नत्र यहाँ पुरै फोहोर छ क्या। यता यस्तो पुरै फोहोर छ, त्यो अड्काउनलाई त चाहियो। अनि फेरि म साइन्सवाला स्टुडेन्ट, फेरि लगाउनै पर्यो, दिमाग लगाउनै पर्यो। अब म चाहिँ पनि लाएर खोलिहाल्छु फेरि, यत्तिकोमा त राख्नै पर्यो। ल अब यहाँ राखेर म चाहिँ कट्टो खोल्नुपर्ने हुन्छ फेरि, मेरो त फेरि लाज मान्ने हुन्न। लेम्म पारेर खोलिदिने हो, कसैले देख्दा नि देख्दैन फेरि। यता कोही हुन्न, कोही छैन। अब मैले अनि लाएर खोलिदिने हो, बाल छैन। यो चाहिँ हाम्रो बुट, फेरि फोहोर लाग्छ नि त ब्यागमा। ए बलको हालत पनि यस्तो छ है, बिचरा मर्नै लागिसक्यो। मल पनि मर्नै लागिसक्यो। चट्ट पारेर हालिन्छ। यो घडी चाहिँ खोल्नु पर्ने हुन्छ कि, यो फेरि मैले बनाएको पनि छैन। बना भन्नाले ग्लास चाहिँ टुटेछ हल्का। यो चाहिँ मेरो साथीले दिएको स्कुल हुँदाखेरिमा चाहिँ। यो चाहिँ के को रे, नेभी फोर्सको है, फेरि नेभी फोर्स यस्तरी नेभी फोर्स। अब मैले
जुत्ता लाएर जुत्ता लाउनु पर्ने हुन्छ त्यो पनि त देखाउनु पर्यो त्यसको लागि एकछिन रोक्नुहोस् अब चाहिँ मैले जुत्ता लाउनु पर्ने हुन्छ त्यसको लागि चाहिँ जुत्ता आज चाहिँ हामीहरू म्याच खेल्ने भनेको के खासमा म्याच खेल्ने भनेको अब आउँछन् किन अपोनेन्ट आउँछ किन भन्ने हो अपोनेन्ट आएपछि चाहिँ म्याचै खेल्दैन हाम्रो फेरि ओ मैले फेरि म यस्तो भएको छु कि मैले फेरि अरू सब साथीहरूले पैसा लिएर आज म्याच खेल्नुपर्छ भने चाहिँ मैले नै ल्याएन कि केटाले हल्का गफ त दिनु पर्यो यो चाहिँ फेरि मैले बुट झुपडियाबाट किनेको कि फेरि स्पेसल बुट भनौँ न स्पेसल भनिदिनु अरे कि खासै स्पेसल त्यस्तो त केही होइन ल जुत्ता सुत्ता लगाइसकेँ मैले अब एकछिन चट्ट लाएर दौडिनु पर्ने हुन्छ मैले एकछिन दौडेर अनि हिँड्दै हो मैले यता हुन्छ झिल्ली पनि राखिहाल्नु पर्छ फेरि केटाहरू झिल्ली पनि पायो भने गाई बाँधिन्छ फेरि आकाजमिक माल गाई हुन्छ अब म चाहिँ चप्पल राखेर एकछिन दौडिन्छु अब म दौडिन्छु गर्दा चाहिँ नोटिस हालिन्छ त्यसपछि म दौडिसकेपछि अनि अब दौडिसकेपछि म गरिसकेपछि अहिलेसम्म पनि आएनन् कि तिनीहरू अहिलेसम्म नि आइरहेनन् हेर्नु त पुरै उज्यालो भइसक्यो म दौडेर वार्मअप गरेर बस्छु कि आइसकेन अझै खाली छ ग्राउन्ड कोही पनि छैन बल एउटा कोही पनि आएन भने पनि ठिक छ केही छैन मलाई यसो मिलाएर भुसिया कुकुरको टोली यहाँ आउनुहोस् त हजुर हाम्रो अब्दुल्लाजी ओइ के भन्न चाहनुहुन्छ के भन्न भन्नुहोस् न भन्नुहोस् है पवन गगन यता आउनुहोस् त बिहान नै आइसक्यो म त 5:30 बजे अरे मार्नु पर्यो त अनि के भन्नु छ हजुरलाई ल के भन्नु र हाम्रो वेलकम छ तिमीलाई धन्यवाद हाम्रो बिहान फुटबल ट्रेनिङ सँगसँगै स्वास्थ्यको लागि एकदम कसरत पनि भइरहेछ बाँकी कुरा आदि होइन अनि के छ हाम्रो सान्टा हाम्रो सन उत्सव के छ अनि निश्चल यता हेरिदिनुहोस् न हजुर फेरि उता डिम्पल भयो दुईजना डिम्पल भयो फेरि ऊ केटीहरू मरिछन् फेरि मरिहत्ती छ कि दुईजनालाई फेरि अनि साथी हाम्रो रिस्किडहरू गुच्चीको हेर्नु न गुच्ची हेर यता हेर्दैन एकछिन कहाँबाट किनेको तिमीले एउटा खैका मलबाट अनि आज चाहिँ म्याच खेल्ने भने नि तर पैसा ल्याएन ल्याऊ तिमी पैसा लिएर आऊ प्लेयर छैन भन न मैले 25 बेला छु धेरै ल्याएन के हो न पछाडिपट्टि फर्क पछाडि अहिले क्यामेरा गर्दैपछि पछाडि गर्दैन आज चाहिँ हामी म्याच खेल्ने भनेछौँ अब केटाहरूले पैसा ल्याए नि रिस्किडहरू यता छन् अब खुल्ला थिएन अरे अब हामी ड्रेस लगाएर एकछिन अरू पनि आउँदैछन् बाँकी छन् आउन धेरै छन् रोमित तिनीहरू पनि आउला नि त अहिले भनेछु त हिजो अर्को बल पाँचकलसँग छ अर्को बल अब ड्रेसेस लगाएर एकछिन खेल्छौँ त्यसपछि अनि म्याच खेलेपछि म्याचमा भेटौँला अनि घर जान्छ भन न अनि फेरि हाम्रो स्ट्राइकर हुन् कि स्ट्राइकर रियलमा यो अब इन्स्टामा एउटा कन्टेन्ट हाल डे 1 अफ प्लेइङ फुटबल अन्टिल आई बिकम त्यही भनेर हाल्नु पर्छ हैन डे 1 अफ के रे भन आइडिया देऊ के रे त्यो क्लबहरुले जबसम्म कमेन्ट गर्दैन रियल म्याड्रिड क्लबले रे के फेरि हाम्रो फेरि के भन उसले त दुश्मन छ धेरैवाला हो कि ऊ फेरि दुश्मन
दुर्गेश थापाको डाई हार्ट फ्यान के हाम्रो हेर्नुहोस् न ऊ गाना गाएको गाई हुन्छ ल अब पछि भेटौँला अब मेरो मन मिल्ने साथी आइसक्यो फेरि यहाँ बिस्किट ल्याएर मेरो लागि वेलकम टु माई ब्लग अनि ऊ चाहिँ हेर्छौँ तर गर्लफ्रेन्ड चाहिँ छैन कि त्यति हो खै घरमै बनाएको ल्याम हानिहाल्यो रे त हान्दै फेरि चिया भयो भएर राम्रो हुन्थ्यो क्या दुधको चिया जानु तिमीले किन मिठो त मिठो देऊ न उसलाई पनि रोनाल्डो हाम्रो फेरि रोनाल्डोको डायट फ्यान हो रोनाल्डो त्यो मिलेन है फेरि त्यो त मिल्दै मिलेन कि रोनाल्डो त बिस्कुट खाएको अनि के छ सबिन त भन्नु वेलकम टु माई ब्लग अरू के छ एकदम ठिक छ यार आज गेममा फेरि खतरा फाडेर राखिदिन्छन् फेरि अनि तिमी के गर्ने विचार छौ जब इसको मुंह देखते हैं तब हमको बीपी लो हो जाता है ऊ चाहिँ फेरि हाम्रो गोलकिपरकै भर्खर अर्जेन्टिनाबाट मगाएको महँगोमा कति मारे मगाएको तिमीलाई 500 जति 500 जति त्यो हाम्रो फेरि पैसा फेरि फाल्छ क्या त हाम्रो केटाहरू खेलिराख्नु सक्यो पास्कल आएनन् किन घर गएछन् होला सन्तरासँग थियो क्या बिस्किट हाम्रो उवाला उसको फेरि अरा अलग छ के उसलाई हेरेपछि अल्हम्दुलिल्लाह भन्ने हुन्छ कि ऊ 4 नम्बर हाम्रो यता हेरिदेऊ त ओइ यता हेरेर अल्हम्दुलिल्लाह गरिदेऊ न साथी ऊ मेस्सीका फ्यानहरू हुडी पनि मेस्सीको लगाएर बस्दैछन् सन्तराज बुढा थोकी सान्टा मिस्टर सान्टा अरे उसलाई माले भन्ने नाम हो सान्टा फेरि नजिस्काउनु फेरि हजुरले हो कि न भन त त्यस्तो राम्रो र अनि तिमी केटीसँग बोल्दिने त्यसरी कलेजमा किन बोकाको मात्रै मन हुन्छ र हाम्रो चाहिँ सोझो केटाको चाहिँ मन हुँदैन र खतरा फेरि सोझो 1 नम्बर तर सोझो जस्तो लाग्छ नि तर सोझो छैन नै फेरि मनको फेरि मनमा खोज्छ कि उसको मनमा ल अब पछि गेम खेल्दाखेरिमा बाई यिनीहरूलाई चाहिँ फेरि अब फोटो खिचिदिनु पऱ्यो स्क्रिनसट गर है ल खेल्ने भनेको आज चाहिँ अब यस्तै भयो प्लेयर नै आइदिएन कि देखाइदिएन पास्कल भन्नेले फेरि देखाइदियो अब फेरि खेल्ने भनेको हेर त अपोनेन्ट नै आइदिएन अनि बल आउँछ हल्का मात्र खेल्यौँ अनि के छ तिमी के छ साथी तिमीले गर्दा मेरो खुट्टै देखाइदियो त देखाइदियो यस्तो भागै भएन पुरै औना सुनेर यता पुरै हात भाङ्गेर हात गाएर खोइ गयो तिम्रो भर्खर बाङ्गेको होला यस्तो भइदियो बिचार रातो भइसक्यो ल यस्तो देखाउ त है सबै साथीले सबै म्यान छ नि मान्छे मेरो चाहिँ गल्ती छैन यता तिमीले जे भने पनि अब आज चाहिँ ऊ अपोनेन्टहरू त्यही छन् बस्यो नि तर आएनन् कि टाइममा अनि अब हाम्रो पनि टिम थोरै भयो अनि त्यही भएर हामीले पनि खेलेनौँ अब हामी पनि घरतिर लाग्न लाग्यौँ अब ऊ फेरि यहाँ च्यालेन्ज चलिरह उसलाई फेरि हानिदिन्छ फेरि ऊ मेस्सीको फ्यान हो नि त कामै छैन ऊ फेरि यहाँ क्रिकेट पनि चल्छ कि यहाँ एउटै ग्राउन्डमा सब चल्छ यता त्यही भएर आज चाहिँ हामी अब गेम भएन त्यसको लागि सरी ओइ असली नबोल न तिमीहरू राम्रो भन्छ नि यसले क्लासमा केटीहरू सब भाइ कट गर्दैन खेल्ने भनेको अब अपोनेन्ट आइदिएन अब त्यस्तै भयो सब गइसक्यो अब घर
अनि हामी पनि गइरहौँ होइन ऊ सबिन हामी घर गइरहौँ अब के गर्ने त टिम नआएपछि खेल्ने काम भएन अनि पास्कल तिमी कता हौ हामी चाहिँ घरतिर लागिसक्यौँ र मेरो साथी अनि रोमितको प्यारो साथी रोमित प्राइभेसी हुन्छ नि मान्छे चाहिँ बिबी चोक एकदम हाम्रो नेपालगञ्जको अब हामी चाहिँ घर फर्किसक्यौँ बलको हालत यस्तो छ हेरी बल बिचरा बल पनि मिलेर किनेको बिचरा बलको हालत पनि बिग्रिसक्यो फाला 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 नफाला नै छाड्थ्यो फोहोर हुन्छ फेरि कस्तो दामी देख्यो है यहाँबाट हाम्रो माइजूहरू मामाहरू कता हुनुहुन्छ माइजूहरू के पो खोज्दै हुनुहुन्छ खोइ आज के चलिरहेको आज माइजू छानबिन कता यार के भइरहेको आज होइन छानबिन कार्यक्रम भइरहेको के लुकस्तरी हेर्दै हुनुहुन्छ उहाँले रेड हानिरहन्छ अनि तिमी कहाँसम्म जाने साथै म गठन चोकसम्म कहाँ गठन चोक ठिक छ के गर्न खोइ गर्लफ्रेन्ड भेट्न त होइन गर्लफ्रेन्ड कहाँ छ त्यहाँ साथीसँग जाने पछाडिको साथीसँग है दाम भन्छ न अब तिम्रो बुढी यहाँ के ओ यहाँ के भइरहेको रहेछ हिजो भएको छ हिजो के रहेछ हिजो ल जाम यता कता नि ल जान्छौ ल ल जामै बल आज बल राख के हुन आज ल बाई ल बाई म त बल एक बिग्रेको बल लगेर हिँड्दैछु म त हिजो अस्ति केही लागिरहेको थियो हल्का भ्लग बनाउन आज त केही छैन हल्का लागिहाल्छ आज कुन स्कुल रहेछ त स्कुलको कता गइरहन् क्या आज यता कता पो गइरह स्कुलको बस म चाहिँ लाग्यो अब हिँडिदिन्छु म त भार लाग्दैन मलाई यस्तरी हेरिरहेको थियो क्या मलाई यस्तो लाज लागिरहेन पछाडि बसबाट हेरिराखन् कि तिनीहरूले अनि बसबाट केटीहरू के भन्नाले अब अरू मान्छेहरू हेरिरहेको थियो कि मलाई यस्तो लाज लाग्यो यस्तो भइरहेको कि अझै हेरिरहन् कि उता बसबाट हेरिरहन् कि तिनीहरूले गयो सोच्यो होला होइन अब त्यहाँनिर मेरोमा एकदम स्टोरेज कम छ कि अनि त्यही भएर त्यहाँनिर कटिहालेछ आफै बन्द भइहालेछ अनि के हुन्छ हजुरहरूलाई भएको थियो किन फर्स्टमा है बनाउँदाखेरि हजुर बनाउनुहुन्छ भने मलाई त कस्तो भयो स्त्री हेरेर हाँस्दिनँ है अब कस्तो बिल हाने जस्तो हुन्छ नि लाग्छ नि त हुन्न तर त्यस्तो लाग्छ अघि चाहिँ स्टोरेज कम भएर गइसक्यो म चाहिँ घरतिर आइसकेँ बिचरा कुखुराहरूको मातल भइरहेको कुखुराको ट्रक रहेछ अनि उताले निकाल्दै हुन्छ म चाहिँ लागेँ अब घरतिर आज भएन गेम चाहिँ अब घरतिर लागिसकेँ बल चाहिँ नसक्यो यता 4x4 छ अनि समाते पनि छैन त्यो चाहिँ 2200 रुपियाँ यहाँ चाहिँ फेरि यो पसलमा चाहिँ 1000को पाइन्छ क्या जुत्ताहरू पुरै 1000को मात्र पाइन्छ अनि म चाहिँ आइसकेँ अब घरतिर लाग्नु पर्यो अब पसलहरू चाहिँ खासै खुल्ला नै छैन क्या अहिले अनि हजुरहरूलाई म अहिले मोमोको पसल देखाउँछु है अनि यता चाहिँ हामीहरूको भर्खरै खोल्नु भएको छ क्या एउटा अब
पसल चाहिँ यही हो, अहिले चाहिँ बन्द रहेछ। अब म चाहिँ घरतिर लागिसकेँ। ल आजको लागि चाहिँ यति नै। अनि लाइक सब्सक्राइब सेयर अनि कमेन्ट चाहिँ गरिदिनु होला भन्न चाहन्छु। सब्सक्राइब चाहिँ जसरी नै गरिदिनुहोस्।